माधव कल्पित पूर्वाञ्चल क्षितिज नाट्य प्रतिष्ठानबाट आउनुभएको छ र हामी पहिला उहाँको क्षितिज नाट्य प्रतिष्ठान सुरुवात हुँदा हामीले नै सुरु गरेका थियौँ। हामी इन्द्रेणी त्यहाँ पुगेका थियौँ। आज संयोगले सर यहाँ हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ। के भन्नुहुन्छ सर? धन्यवाद। क्षितिज नाट्य प्रतिष्ठान झापा, जो झापाको बिर्तामोड वार्ड नम्बर 1 मा अवस्थित छ। आजभन्दा 7 वर्ष अगाडि हामी इन्द्रेणीमा आएर श्रद्धेय कृष्ण कडेल ज्यूले यही प्रेक्षालयबाट हामीले एक एकवटा इँटा माग्दै मेरो वार्डको वार्ड अध्यक्षदेखि यो देशका मन्त्री, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति सबैको घर आँगनमा पुग्दै पुग्दै अन्तिममा इन्द्रेणीमा आइपुग्यौँ। सबैबाट आश्वासन मात्रै प्राप्त भयो। हामीले यहाँ 41,000 का इँटा बोकेर गएका थियौँ। इन्द्रेणी परिवारले प्रदान गर्नुभएको 41,000 का भावनात्मक इँटाबाट हामीले सुरु गरेको क्षितिज नाट्य प्रतिष्ठानको एउटा धरोहर, जुन बहुजाति, बहुभाषी, बहुसांस्कृतिक सङ्ग्रहालय सहितको झापा नाटकघर निर्माण गर्दैछौँ। अहिले 41,000 का भावना रूपी इँटाबाट सुरु भएको अभियानले 3.5 करोडको नाट्य प्रतिष्ठान निर्माण गर्न सफल भएको छ। हुनेले एक धुर जग्गा दिनु, नहुनेले एउटा इँटा दिनु भनेर हामीले माग्दै जाँदा एउटा इँटा मागेर 3.5 करोडको नाट्य सङ्ग्रहालय बनाइयो। एक धुर जग्गा मागेर अहिले करिब 200 धुर जग्गा यानि कि आधी बिघा जग्गा पुर्याउन क्षितिज नाट्य प्रतिष्ठान सफल भएको छ। म गलत छुइनँ भने 77 जिल्ला मध्ये सर्वनाम नाट्य समूहको कालो पुलमा रहेको छानी जग्गा बाहेक कुनै पनि थिएटरको आफ्नो धनी पूर्जा छ भने क्षितिज नाट्य प्रतिष्ठान झापाको छ। यो उचाइमा पुर्याउँदा मेरो नगरले नाटकघर नचिनिरहेको बेला, मेरो जिल्लाले, मेरो सरकारले, सिंहदरबारले क्षितिज नाट्य प्रतिष्ठान झापाले बनाएको झापा नाटकघरलाई नदेखिरहेको बेला हिजो अस्ति भर्खरै मार्च 8, 2026 को दिन भियतनाम सरकारले तपाईको दानाङ सहरमा बोलाएर क्षितिज नाट्य प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको छ। तपाईले नेपाली कला, साहित्य र संस्कृतिको सम्वर्धनमा सडकमा एउटा इँटा मागेर पुर्याएको योगदानको उच्च कदर गर्दै फाइन आर्ट्स एसोसिएसनद्वारा यो सम्मान प्रदान गर्दछौँ भनेर सम्मान प्रदान गरेको छ। त्यो सम्मान आज म तपाईहरू समक्ष, सबै समक्ष बाँड्न चाहन्छु, सेयर गर्न चाहन्छु, किनकि एउटा नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन यसै प्रेक्षालयबाट इन्द्रेणीले सुरु गरेको एक इँटा अभियानबाट हामीले त्यहाँसम्म पुर्याउन सफल भयौँ। यसको श्रेय म सम्पूर्ण इन्द्रेणी र सम्पूर्ण नेपाली कलाकार बीचमा प्रदान गर्न चाहन्छु। आज हाम्रो लोक भाका र लोक सुशेलीहरू विलय हुँदै गएको छ। हाम्रो पश्चिमा संस्कृतिले पूर्वीय संस्कृतिलाई खलल पुर्याउँदै गएको छ। आज साडी, चोलो, दौरा सुरुवाल, ढाका टोपीहरू बिर्सिँदै गए, मादलु, मर्चुङ्गाहरू विलय हुँदै गए। पश्चिमा संस्कृतिले पूर्वीय संस्कृतिलाई खलल पुर्याइरहेको छ। अङ्ग्रेजी पढाएर हामी हाम्रा छोराछोरीले अङ्ग्रेजी फर्र बोल्न सके गर्व गर्छौँ, तर एउटै अङ्ग्रेजीको शब्द अङ्कल र आन्टीले आज हाम्रा सारा नाताहरूलाई स्खलित पुर्याएको छ। मामा, माइजू, दिदी, भिनाजू, फुपू, फुपाजू, नन्द, आमाजू, मित बुवा, मित आमा, यी सबै स्खलित हुन पुगे। दाईको छोरा अस्ट्रेलियामा छ, बहिनीको छोरी क्यानाडामा छ, उनीहरूको फेसबुकमा लभ पर्छ। भोलि नाता सम्बन्ध स्खलित हुँदै जाँदा दाजु बहिनीका छोराछोरीले विवाह गरेर घरमा आउने दिन भइसक्यो। त्यस्तो अवस्थामा 17 वर्ष अगाडिदेखि इन्द्रेणीको अभियान सांस्कृतिक पहिचान आदरणीय कृष्ण कडेलज्यू यो पहिचान बचाउनलाई, यी कलाकारका धरोहरहरू, अस्तित्वहरू बचाउनलाई अगाडि लाग्नु भएको छ। अहिले कलाकारको हृदय विदारक जसरी कलाकारले पर्दा अगाडि तपाईहरूलाई, तपाईँ दर्शकलाई मन्त्रमुक्त पार्नुभयो, पर्दा पछाडिका उहाँहरूका हृदय विदारक कथाहरू पनि हामीले यसै मञ्चमा सुन्न पायौँ। आज कसैको कोही छैन त्यसको अभिभावक सरकार हुनुपर्ने हो, तर आज कसैको जसको कोही छैन त्यसको अभिभावक इन्द्रेणी परिवार बनेको छ।
कसैको किडनी फेल भयो, कसैको मुटु फेल भयो, कसैलाई प्यारालाइज भयो, कसैको हात खुट्टा चलेन, कसैको मन्दिर अधुरो भयो, कतैको प्रतिष्ठानको जग हाल्न सकिएन, सरकार समक्ष सिंहदरबारमा जानुपर्ने आज किन कृष्ण कडेलको अगाडि आइरहेको छन्? हिजोका सरकारहरूको विरासत यस्तै पार्टीको मपाइँ तले गर्दा ढलेको छ र म अहिलेको नयाँ सरकारलाई आग्रह र अनुरोध गर्न चाहन्छु, कृष्ण कडेलले चलाए जस्तो सरकारले अभियान चलाउनु पर्ने हो। यो संस्कृति बचाउन सरकारको ध्यानाकर्षण हुनुपर्ने हो। अहिलेका प्रधानमन्त्री त आफै पनि कलाकार हुनुहुन्छ। म यसै स्टेजबाट, इन्द्रेणीको स्टेजबाट अनुरोध गर्न चाहन्छु, कृष्ण कडेलले चलाएको जस्तो कार्यक्रम 77 जिल्लामा अब चलाइनुपर्छ। त्यसमा सरकारले अपनत्व लिनुपर्छ। यो संस्थालाई फलाउन फुल्याउन मोटो रकम आज मुठीदान कृष्ण कडेलज्यूले उठाएर प्रवासमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आफ्नो पेट काटेर पठाएको रकमबाट यहाँ हजारौँ हजार असहाय, अपाङ्ग, गरिब, दुखीहरूको उद्धार भएको छ। ती वृद्ध आमा, ती वृद्ध बुवाहरूले यहाँबाट नयाँ जीवनको आशा गर्नुभएको छ। यो इन्द्रेणी परिवारको लागि मोटो रकम विनियोजन गर्नु पर्यो। सरकारले गर्न नसकेको काम यो इन्द्रेणी परिवार मार्फत होस् र ती जसको कोही छैन त्यसको अभिभावक सरकार बन्योस्। आज सरकार बन्न नसकेर इन्द्रेणी परिवार बनेको छ। यसको लागि म सबै समक्ष हार्दिक आभार प्रकट गर्छु, आग्रह गर्दछु, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। संस्कृति पर्यटन मन्त्रीज्यूको म ध्यानाकर्षण गराउन चाहन्छु र हाम्रो भाषा, कला, साहित्य र संस्कृतिलाई शिखरमा पुर्याउनको लागि जुन देशको भाषा, कला र संस्कृति बाँच्छ त्यो देशको राष्ट्रियता बाँचेको हुन्छ। राष्ट्रियता बिनाको संस्कार खोक्रो हुन्छ, राजनीति अर्थविहीन हुन्छ। त्यसैले कला बाँचे मात्रै हामी बाँच्छौँ। त्यसैले कलालाई बचाउन, पहिचानलाई बचाउन म सबैलाई हार्दिक अनुरोध गर्दै, मुटुमा हुन्छ बिछोडको पीडा, आँखाले के देखिन्छ र समयले लत्याए पनि तपाईँ प्रिय दर्शकवृन्दको माया बिर्सनै त कहाँ सकिन्छ र मनमा अझै प्यास थियो, आउँदा जाँदा मेटौँला, आज धेरै अबेर भयो, फेरि फेरि भेटौँला भन्ने बाचाका साथ म सिङ्गो इन्द्रेणी परिवारबाट बिदा चाहन्छु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद छ माधव कल्पित सर। यहाँ एउटा अथक सांस्कृतिक यात्री हो। रङ्गमञ्चबाट, नेपाली मौलिकताबाट समाजलाई उचाइमा लानको लागि, पुस्ता हस्तान्तरण गर्नको लागि तपाईँले खेलेको अहम भूमिका र केही गर्छु भन्नेहरूलाई सत् विचार ल्याउँछ, हौसला दिने तपाईँको यो महान सोचलाई हृदयदेखि सम्मान छ।